जलवायुका कारण कस्ता कस्ता असरहरू परिरहेका छन्। धेरै पानी परिरहेको छ, पानी त परेको छ। पहिले हाम्रो धेरै पानी पर्ने, सिमसिम पानी पर्ने र निरन्तर पानी पर्ने गर्थ्यो भने अहिले हाम्रो के छ, एक्कासी पानी पर्ने तर एकैछिन पर्ने। अनि आफ्नो खेतीपातीमा अनि कृषिजन्य उत्पादनमा पनि कमी आउने अनि रोगतिराहरूको मात्रा पनि बढ्ने भइरहेको छ। जलवायु परिवर्तनले महिला तथा बालबालिकालाई कस्तो असर गरेको छ? अब महिलाहरूलाई टाढा गएर पानी ल्याउनु पर्ने हुन्छ, उहाँहरूको कार्यबोझ पनि बढेको देखिन्छ। अनि बालबालिकाहरूलाई बाढीको समयमा चाहिँ स्कुल जान गाह्रो हुने अनि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि यो जलवायु परिवर्तनले असर पारेको छ। जलवायुकै कारण ऊर्जा क्षेत्र किन सङ्कटमा छ? एकैचोटि भर्खर ठुलो पानी आउने अनि के कारणबाट ल्याउने उत्पादन गर्न नसकिने बिजुली नै प्लान्ट बन्द गर्नुपर्छ के कारण बढी आएको हुनाले। त्यसपछि अनि खोला सुकिहाल्छ, फेरि पानी कम भइहाल्छ। त्यस्तो किसिमको अनियमित भनौँ अतिवृष्टि अनावृष्टिको किसिमको चाहिँ त्यो किसिमको चेन्ज छ र त्यसले गर्दाखेरि हाम्रो उत्पादनहरूलाई चाहिँ असर गर्छ। जलवायु परिवर्तनले हरेक क्षेत्रलाई प्रभावित बनाएको छ। अब के गर्ने? युवा, महिला, अपाङ्गता भएका व्यक्ति, स्थानीय सरकार, दलित, विषय विशेषज्ञ, स्थानीय सरकार सबै मिलेर चाहिँ जलवायु परिवर्तनको विषयमा चाहिँ डिसिजन लिनुपर्छ भन्ने चाहिँ यो तस्बिरबाट देख्न सकिन्छ। यो चाहिँ अब हाम्रो गाउँघरमा प्राय प्रयोग भइरहेको एउटा उदाहरण हो। यो चाहिँ ड्रिप इरिगेसन र स्प्रिङ्कलर इरिगेसनलाई थोपै सिँचाइ र फिरफिरे सिँचाइ भन्ने गरिन्छ। यो चाहिँ थोरै पानी प्रयोग गरेर पनि धेरै एरियामा कसरी खेती गर्न सकिन्छ भन्ने चाहिँ यो उदाहरण हो। त्यही भएर थोरै पानी हुन्छ उत्पादन दिगो कृषि र जलवायु अनुकूलनको आधार भनिन्छ। अनि यो चित्र पनि हाम्रो यो प्युठान जिल्लामै कसरी पहिरोलाई रोक्नको लागि बायो इन्जिनियरिङको प्र्याक्टिस गरिरहेको यो चित्रले देखाउन सक्छ। विश्व वातावरण दिवसको अवसरमा शुक्रबार सोरमरानी गाउँपालिकामा यी विषयहरूमा भव्य छलफल भएको छ। जिल्लाका विभिन्न सरकारवालाहरूसँग जलवायु न्यूनीकरण सम्बन्धी विभिन्न छलफल भएको हो। अलिकति के नेपालीको जलवायु परिवर्तन भागमा चाहिँ जलवायु परिवर्तनमा चाहिँ विश्व स्तरमा के कस्तो भइरहेछ भन्ने थोरै जानकारी छु। मैले प्रेजेन्टेसन त गरेको छैन तर नोटहरू टिपेर ल्याएको छु। हामी सबैले महसुस गरिरहेका छौँ कि मौसम पहिले जस्तो रहेन, सुक्दै गएका छन्। खेतीपातीमा नयाँ चुनौतीहरू थपिँदै गएका। सोरमरानी गाउँपालिकाको आयोजना तथा जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था सोड नेपाल, हेफर परियोजना र प्रतिबद्ध परियोजनाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।